शिवाय। अब हामी चाहिँ हाम्रो श्रद्धेय गुरुदेवलाई लिन जाने तयारीमा छौँ। गुरु अगाडि बस्थेला नि नभए। अब हामी चाहिँ गुरुलाई लिएर जाँदैछौँ। सबैले हेर्दै गर्नु होला है त। हामी कति बेर लाग्यो र भित्र? नमः शिवाय छ, नमः शिवाय। हामी चाहिँ अहिले यति बेला अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा छौँ। अहिले अब श्रद्धेय गुरुदेव चाहिँ यहाँ आइपुग्न लाग्नु बेला हुन लाग्यो। त्यसैले गर्दा हामी यहाँ ढुक्कैमा गुरुलाई लिनको लागि हामी यहाँ आइपुगिसकेका छौँ। अब केही समय गुरुकै तयारीमा अब हामी हुनेछौँ। नमस्ते, नमः शिवाय। यहाँ हेर्नु, यहाँ हाम्रो ओमकारको रियाक्सन यस्तो छ। इन्द्र वृद्धश्रवाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्ताक्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु। निखिल जाओ। निखिल लियो ट्रॉली लियो। यहाँ श्रद्धेय गुरुदेवलाई चाहिँ यसरी स्वस्ति वाचन सहित त्रिशूलको निशानी लिएर हाम्रो श्रद्धेय गुरुदेवलाई चाहिँ यसरी स्वागत गरिएको छ। एकदमै खुसी लागेको छ। यसलाई साथमा चाहिँ हाम्रो प्रकाश ढोडारी ज्यूलाई पनि यसरी स्वागतको कार्य भइरहेको छ। यहाँ यही बेलामा शान्ति सामा शान्ति ततो नो अभयं गुरु शान्ति शान्ति। मातृभूमि सबै गुरुहरूलाई प्रकाश गुरु विजयदशमीको यसरी चाहिँ हाम्रो स्वागतको कार्य सम्पन्न भएको छ। मलाई सबै दिन सिटीमा सबै कार्यक्रमहरू गर्ने मान्छे भयो गुरु। अब के छ पशुपति गएर हैन गुरु मैले पनि ढोक्दै रहेँ। यसरी हाम्रो चलिआएको चलन यसरी श्रद्धेय हाम्रो गुरुदेवहरूलाई चाहिँ यसरी स्वागत गाउने क्रममा चाहिँ गुरुहरूलाई यसरी खाली हात नगर्ने हाम्रो चलन रहेको छ। त्यसमा चाहिँ हाम्रो गुरुदेवले सबै गुरुहरूलाई ढोकभेट गरिरहनु भएको छ। उहाँको पहिलो चाहिँ 45 दिनको बसाइ पश्चात यसरी उहाँ चाहिँ जन्मभूमि लिएर आउनु भएको छ। आदरणीय दर्शकवृन्द, हाम्रो कालाग्नि रुद्रपीठ का पीठाधीश आदरणीय पूज्य मुकुन्द शर्मा हुनुज्यू
यो विदेशमा धार्मिक अनुष्ठान कार्यक्रम सकेर भर्खरै नेपालमा आगमन भएको छ। त्यसै गरी हाम्रो आदरणीय नेपाली हिन्दू समाज अस्ट्रेलियाका अध्यक्ष आदरणीय प्रकाश भण्डारी गुरु पनि आउनुभएको छ। उहाँलाई यति बेला त्रिवेणी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल धरतीको आगमनमा हामीले स्वागत गरेका छौँ। गुरुहरूले स्वस्ति वाचन गरेर उहाँको बुवा आमा उहाँको धर्मपत्नी सहित गुरुद्वयलाई हामीले स्वागत सत्कार गरिसकेका छौँ र अब गुरुलाई नेपाल आगमनको सुस्वागतम सहित एउटा आज नेपाल आगमनको विशेष 2 शब्द शुभकामनाका लागि गुरुदेवलाई यो समर्पण गर्दछु। ओम नमः शिवाय। एउटा महत्त्वपूर्ण अनुभव हुन्छ यो, किनभने यो यस्तो बेलामा ठ्याक्कै म त करिब तिथिले चाहिँ 45 दिन एकादशीको दिनै यहाँबाट चाहिँ गुरुहरू सबैलाई दर्शन गरेर गुरुहरूको चाहिँ चरण स्पर्श गरेर यो भूमि छोडेको थिएँ एकादशीको दिन र आज फेरि ठ्याक्कै एकादशीकै दिन चाहिँ म संयोगले एकादशीको दिन नै म फेरि गुरुहरूको दर्शन गर्न यहाँ आइपुगेको छु। सबैभन्दा ठुलो कुरो अब यही हो, ओमकार टेलिभिजन अनन्तको यात्रा हो। अनन्तको यात्राको क्रममा कला, धर्म, संस्कार, संस्कृति भनेको हाम्रो चाहिँ यो राष्ट्रकै एउटा महत्त्वपूर्ण एउटा शक्ति रहेछ भन्ने कुरा चाहिँ अहिले धेरै कुराहरूबाट पुष्टि भइ पनि सकेको छ र यो क्रममा चाहिँ मैले 45 दिन सँगै फेरि यो पटकको मेरो यात्रा चाहिँ एउटा अत्यन्त गौरवपूर्ण के छ भने नेपाली हिन्दू समाज अस्ट्रेलियाले हरेक वर्ष तीज महोत्सव र त्यस्ता मुख्य बेलाहरूमा चाहिँ विशेष कार्यक्रम गर्ने गरेको छ र त्यो कार्यक्रम अन्तर्गत चाहिँ यो पटक चाहिँ प्रकाश ढोडारी जो पनि मेरो साथमै आउनु भएको छ। जुन कार्यक्रमको लागि नेपाली हिन्दू समाज अस्ट्रेलियाको कार्यक्रमलाई आयोजना गर्ने, त्यो व्यवस्थापन गर्ने लगायतका कुराहरूमा सँगै प्रकाश गुरु पनि यो पटक चाहिँ सँगै उहाँको साथमा यहाँ आउन पाइयो। त्यो कारणले गर्दाखेरि एउटा अर्को महत्त्वपूर्ण विषय यो बनेको छ र एउटा संयोग पनि होला अब, किनभने बा आमा पनि आज चाहिँ मलाई बिदा गर्न पनि उहाँहरू आइपुग्नु भएको छ घरमा। अब यो पर्वको बेला, यस्तो महत्त्वपूर्ण बेलामा पनि गुरुहरूले यस्तो योजना गरेर यहाँ उहाँहरू चाहिँ यसरी आएर स्वागत गर्ने। अब हामी त्यस्तो धेरै अनेक कुराहरू गर्नलाई धेरै नगरौँ भनेर भन्छु म नै, तर अब एउटा पीठको परम्परालाई पनि हामीले धान्नुपर्छ। पीठको परम्परालाई धान्नुपर्ने कुरामा चाहिँ गुरुहरूले जुन यो व्यस्त दिनमा पनि यसरी समय दिनुभएको छ, नमन छ। र म विशेष गरी पूज्य गुरु प्रकाश ढोडारी गुरुलाई पनि हृदयदेखि नै हार्दिक स्वागत गर्छु यहाँलाई यो भूमिमा। जसरी मलाई पटक हाम्रो नेपाली संस्कृतिलाई र कालाग्नि रुद्रलाई महत्त्व दिएर चाहिँ जुन यहाँले त्यो योगदान गर्नुभएको छ, सम्पूर्ण गुरुहरू हाम्रो कालाग्नि रुद्र पीठको तर्फबाट प्रकाश ढोडारी गुरुलाई स्वागत छ। यहाँका पनि 2 शब्द हाम्रो दर्शक सम्पूर्ण सबै गुरुहरूमा हार्दिक आभार। यसरी यो हामी विदेशमा दसैँ मनाएर आज चाहिँ भोलिपल्ट आज चाहिँ नेपालमा देशमा सबै आफन्त इष्टमित्रहरूसँग दसैँ मनाउनको लागि, टीका प्रसाद ग्रहण गर्नको लागि, आशीर्वाद ग्रहण गर्नको लागि हामी हाम्रो गुरुजीसँगै आउने जुन मौका मिल्यो, सौभाग्य मिल्यो र यति नै अहिलेलाई। अब अरू कुरा थप्दै जाउँला। सबैलाई जय शम्भो। श्री कालाग्नि रुद्र भगवानको जय, नेपाल आमाको जय, गुरुदेव महाराजको जय, निशानीको जय, कालाग्नि रुद्र भगवानको जय, पशुपतिनाथ भगवानको जय, नेपाल आमाको जय। ओम नमः पार्वती पते हर 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 महादेव। अब एकचोटि पशुपति दर्शन गरौँ। अनि पशुपतिनाथ दर्शन कर्मणः संगता सिद्ध्यर्थं विशेषतः केही समय बाहिर अस्ट्रेलिया बसे तथा च विदेश यात्रायाः दोषशमनार्थं तथा च श्रुतिस्मृतिपुराणफलप्राप्त्यर्थं इमां गां गोप्रत्यम्नायीभूतद्रव्यादिदानं गोत्राय शर्मणे ब्राह्मणाय संगता सिद्ध्यर्थं गोदानदानपृष्ठात्वेन किञ्चित् द्रव्यदानं गोत्राय शर्मणे ब्राह्मणाय तुभ्यमहं सम्प्रददे जलेन प्रदक्षिणा यानि कानि च पापानि जन्मान्तरकृतानि च तानि प्रणश्यन्ति प्रदक्षिणां पदे पदे।
ओम स्वस्तिकोदात् तस्मादात् कामोदात् कामः प्रतिगृहीता कामैतत्ते द्यौः शान्तिरन्तरिक्षगुं शान्तिः पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिः वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिब्रह्म शान्तिः सर्वगुं शान्तिः शान्तिरेव शान्तिः सामा शान्तिरेधि आत्मा त्वं गिरिजामति सहचरा प्राणा शरीरं गृहं जाते विषयोपभोगरचना निद्रा समाधि स्थिति। यो विषय चाहिँ फेरि अरुण गुरु र हामीले चाहिँ एउटा सङ्कल्प गरेका थियौँ र हामीले जे विषयको चाहिँ उ गऱ्यौँ अरू सबै प्रकारका गर्ने कुराहरू चाहिँ गरेँ तर यो कार्यको लागि चाहिँ हामी ठ्याक्कै अलि त्यहाँ कार्यक्रम गरेँ। यसपालि म त्यहाँ भएको बेलामा यता उसमा घटस्थापना दिनदेखि महोत्तरी जिल्लाको कार्यक्रम थियो लक्ष्य हो कामं सकलानभीष्टां कामाश्रितानां न विपन्नराणां कामाश्रिताय श्रेतां प्रयान्ति सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके शरण्ये त्र्यम्बके गौरी नारायणी कता हटाउने जतै छ तपाईँ नारायणी दिव्य आशीर्वादहरू मार्ग सजिलो कृपा ल खोइ त गुरुलाई खोइ त लाउनु पर्यो नि ल ल हेर यता ओम विद्या समस्तस्तव देवी वेदाः प्रिय समस्त सकला जगत्सु त्वयैकया पूरितमं मयै तत् जे गर्दा गुरुलाई जे गर्ने मलाई त यो वाला ठिक हुन्छ ल हात थाप त थाहा पनि ओहो ल दुई हात थाप्दा राम्रो हुन्छ अलिक राम्रो थाहा मिलेन नि राम्रो थाप्यो भने धेरै आउँछ है ल ल पुग्यो होला ल अब पुग्यो ल हिँड्नुहोस् उता हिँड्नुहोस् अब पालो दिनु पऱ्यो नि त सबै परमाश्रितायाश्रयतां प्रयान्ति आशीर्वाद लाया हाम्रो नेपालको सबै कुरा कसरी मिल्यो हाम्रो प्रसीद विश्वेश्वरी पाहि विश्वं ठ्याक्कै हामी आइपुग्नु भित्र मन्दिरमा पनि बन्द भएको थियो ट्याक्क हामी त्यहाँ भित्र पुगेपछि भित्रै गएर आनन्दसँग दर्शन गर्न पाइयो सबै कुराको संयोग जुर्या गुरुलाई चाहिँ नभनिदिनु है भनेर मैले त गुरुलाई भनिदिएँ हजुरलाई चाहिँ नभनिदिनु भनेको थियो अरे कि